चरा यस्तोहरू मरे यहाँ चाहिँ चरा हान्न लाग्छ अहिले ल हान्दा यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ सो हेलो एन्ड नमस्ते गाइज वेलकम ब्याक टु माई न्यू भिडियो मेरो नयाँ भिडियोमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी राति पासो चेक गर्न आछौँ जङ्गलमा है। अस्ति थापेर राखेको पासो आज चाहिँ चेक गर्न आएको घरबाट निस्किसक्यो हामी चाहिँ साथीहरू चाहिँ राति भइसकेको छ। कालिज परेछ कि परेको छैन आज चाहिँ चेक गर्न आएको। हामीले गुलीले सुलीले बोकेर आएको छौँ। आज चाहिँ अरू सानो चरा छ भने हान्नको लागि भाइहरू भनेको यस्तो छ है, अलिअलि जाडो नि छ। यहाँ एकजना भाइ पनि हिँडिरहेको छु हातमा गुलीले बोकेर। त्यही यो गाइड भिडियो अन्तिमसम्म हेर्नु नै। कालिज चाहिँ परेछ कि परेको छैन। अस्ति चाहिँ परेको थियो एउटा, आज पनि त्यही भएर चेक गर्न आएको हामी चाहिँ। भिडियो अन्तिमसम्म हेरिदिनु। यस्तो छ जङ्गलको बाटो, गाह्रो छ त चाहिँ हिँड्नलाई। भालेमा बाटो यस्तो जङ्गलमा राति राति पासो चेक गर्न आउनुपर्छ। कुलाले आज चाहिँ एउटा परेको रहेछ। यहाँ पनि देख्न सक्नुहुन्छ पासो चाहिँ यस्तो बाटोमा चाहिँ यसरी थापिन्छ। हेर्ने यसरी नुगाएर यहाँ चाहिँ छैन, यस्तै छोड्दै मलाई जङ्गलमा। यहाँ मुनि पनि एउटा छ, यहाँ पनि केही पनि छैन है। यहाँ देख्न सक्नुहुन्छ है, यस्तरी कालिज हिँड्ने बाटोमा यस्तरी नुगाएर थापिन्छ। यो चाहिँ एउटा जमेला यस्तै छोडिदिउँ। गाई चाहिँ चरा देख्न सक्नुहुन्छ है, कुन चरा हो यस्तोहरू मरे रहेछ। आज चाहिँ बिचरा है कमिलाले खाइसकेछ है। पासो थापेर राखेको थिएँ, धेरै दिन भइसकेको थियो। यो चाहिँ हेर्न नआएको, मरे रहेछ है यार। पुरै माकुरा लगाइसकेछ। सानो परेर रहेछ एउटा चाहिँ। अनि यहाँ कालिज परेको छ अरे, यहाँ साथीले अगाडि गएर भनेको छ। म गएर चेक गर्छु पनि। यहाँ देख्न सक्नुहुन्छ हामी चाहिँ जङ्गलमा छौँ है, लेकमा। अस्ति नै थियो पासो चेक गर्न आएको हामी चाहिँ। कालिज छ अरे, यहाँ चाहिँ पासोमा कता परेछ अरे, कता हो खोइ। फाइनली यहाँ चाहिँ चरा परेर चाहिँ कालिज परेर ठाउँमा आइपुगेँ म चाहिँ। देख्न सक्नुहुन्छ है, कालिज परेर रहेछ। यहाँ नि कालिजको पोथी रहेछ। यो चाहिँ 2-3 दिन अगाडि परेको होला। कमिला परेछ अलिअलि, देख्न सक्नुहुन्छ यहाँ कमिला हिँड्नेछ है।
भिडियो गर्छु यताबाट बाल ल ट्याग है तरी यहाँ झुन्डेको रहेछ आगे त नगर्नु देख्न सक्नुहुन्छ है टक्क पोठी कालिजको यो चाहिँ निकालौँ अब हामी चाहिँ यो ज्यानमारा हो लास्टै छुलेछ निकाल्दै हुनुहुन्छ दाइले चाहिँ झोलामा अट्छ केट्दैन अरू लाग परिस् मलाई ल देख्न सक्नुहुन्छ फाइनल निकाले देख्न सक्नुहुन्छ यो चाहिँ परेको रहेछ है पोठी रहेछ भाले चाहिँ होइन यो दुईटा परे रहेछ हाम्रोमा चाहिँ एउटा चाहिँ सानो यो पनि पासोमा परेको है देख्न सक्नुहुन्छ यो काली टक्क लगाएर गाला रातो रातो यसको यो पनि हेर्नु कता छोडेको खोइ कलर न गुवाजो चेक साइड टाइम जुर्ने यहाँ चाहिँ चरा हान्न लाग्छ अहिले ल हान्न मिखर ज्ञान तले उइसर बिनाइछ सचौला दिएपछि चेक साइड टाइम जुर्ने त दालले कुडी खोजिन सकिदैन यो सो फाइनली गाइज हामी चाहिँ घरमा आइसकेका छौँ है आजको तपाईँहरूलाई शिकार देखाउने छु म चाहिँ हामीले कति चरा मारेछ भनेर हेर्ने कालिज पनि मरेको चाहिँ आज चाहिँ देख्न सक्नुहुन्छ है अनि दुईटा सानो सानो आजको शिकार चाहिँ हाम्रो यति हो अब चाहिँ टक्क लगाएर आगो बालेर पकाइन्छ अनि खाइन्छ है